मायालुहरू हामी चाहिँ यस्तो मानेको होइन अनि यहाँ भाउजू चाहिँ यस्तो फ्याँ फ्याँ पारेर सिकार फाल्दै हुनुहुन्छ अनि मम्मी चाहिँ सुतिराख्नु भएको छ यहाँ चाहिँ मम्मीको अक्सिजन रेडी गरेको अब हामी पनि सुत्नुलाई तयार हुँदै गरेको भाउजूले चाहिँ मम्मीलाई तयार पार्दै हुनुहुन्छ बिचको चाहिँ निकालिदिनु न त्यत्रो ओछ्यान चाहिँ अघि कसले बिगारेको हौ ओछ्यान बनाएर अब हामी सुताउँछौँ मम्मीलाई अब त्यो त भोलि जान्छ कहाँ त्यो निकाल्ने होइन नि कति साह्रो छुच्ची हो त्यो बाइप्याक राख्ने ठाउँ होइन भोलि चाहिँ बाइप्याक चाहिँ कसरी जोडिदिनु नि मम्मी चाहिँ हेर्नु सक्नुहुन्न हाम्रो मम्मी चाहिँ अनि हामीले चाहिँ बोकेर सार्नुपर्छ खुट्टाले कम्मरवार पर भाँचिएको छ मम्मीको भोलि चाहिँ राम्रो भयो अब कहिले हिँड्नुहुन्छ होला हाम्रो मम्मी मामु हिँडेको हेर्ने गर्छ हामीलाई गफ चाहिँ राम्रो गर्नुहुन्छ भाउजूले साथै हुनुहुन्छ हामी चाहिँ मम्मीलाई यस्तो गरी बोकेर सार्नुपर्छ ट्र्याक्सनमाथि तानेको खुट्टामा नुन ढुङ्गाएको छ 2 केजीको ढुङ्गा हामीले चाहिँ नुन ढुङ्गाएको छ मेरो मम्मीको प्यारी बुहारीहरू 2 जना हुनुहुन्छ यहाँ चाहिँ त्यो छाती चाहिँ साह्रो खोकी लाग्यो लडिँदैन हौ मम्मी लडिँदैन भनेको कहिले मम्मीको चाहिँ एकपल्ट पनि राम्रो चल्दैन त्यो भएर सिधा बनाउँदै हुनुहुन्छ भाउजूजीले भाउजू पनि तपाईँहरू लाने भने अफरमा छ भैँसी किन्दा पाडा खिच्दैन अब के बोलेको सुन्नुभयो मायालुहरू सबैजनाले हेर्नु त के बोलेको सुन्नुभयो तपाईँहरूले के बोलेको अब हामी प्याम्पस भेटिने हो हामी 2 जना लाग्छ प्याम्पस भेट्न चाहिँ त्यही भएर म गएको ल बाई बाई